करेन्टली 5:30 भइरहेको छ अनि हामीलाई चाहिँ कामबाट पिकनिक लग्दैछ। सो हामी दुईटा चाहिँ यहाँ जाँदैछौँ। त्यहाँनिर चाहिँ 6 बजे पुग्नुपर्छ। सो हामी चाहिँ यहाँबाट हिँड्दैछौँ। हामी यहाँबाट जानलाई आधी घन्टा लाग्छ। कस्तो खोइ के भा गाइज हामी चाहिँ सो भगवती पुग्यौँ। यहाँनिर चाहिँ अरूहरू स्टाफहरू पनि अगाडि रहेछ। सो अब हामी चाहिँ यहाँबाट कति मिनट लाग्छ त्यहाँ पुग्नलाई? 15 मिनट कस्तो सेतो देखा म त अघि कालो देख्दा पनि सुकाएन सेतो यस्तो बिहान 6 बजे त्यहाँ पुग्ने रे भने 6 बजे नै गाडी हिँड्ने रे। त्यही हामी त 5:45 पुग्छ जस्तो छ त। मैले त मेरो आउटफिट पनि देखाउन पाइनँ, मेकअप गरेको पनि देखाउन पाइनँ। गाइज हामी चाहिँ धेरै नै छिटो भएर अनि यहाँनिर बसिरहेको छौँ। सो हामी चाहिँ काममा जाँदाखेरि जहिले पनि ढिला जान्छ अनि पिकनिक भनेर छिटो आयो भनेर सोध्छ भने चाहिँ हामी बसेको। के भन्न चाहनुहुन्छ? बाई बाई। र गाइज हामी चाहिँ क्लासिक पुगिसक्यौँ। बिर्सेछ बाहिर भ्लग बनाउनुलाई। अर्को साथी पनि भेटिसक्यो हामीले। उसको नाम चाहिँ पुनम हो। उसले परिचय दिन जान्दैन। सो हाम्रो अरू दिदीहरू नै आइसक्नु भएको। यहाँ बिकी छ, यहाँ एउटा केटीको भिडमा एउटा केटा भ्लग बनाएर मैले फेरि म चिप्लिरहेको छु। हेलो गाइस, अनि हाम्रो दिदी चाहिँ आइसक्नु भयो। सबैभन्दा मिल्ने आफ्नो परिचय दिनु होला। म चाहिँ उसको दिदी। इन्ट्रोडक्सन हजुरको नाम भन्छ। म चाहिँ उसको दिदी हो। सौदिरा राम्रै थिएन तर हेलो गाइस, अनि हाम्रो चाहिँ बसहरू आइसकेको छ। यहाँनिर 3टा बस रहेछ हाम्रो। मैले त यहाँनिर यिनीहरू चाहिँ यहाँनिर खै के गर्दै बसिरहेको। हामीलाई 6 बजे बोलाएर यहाँ 8 बजे बल्ल गाडी हिँडिरहेको छ है। हामीलाई 6 बजे बोलाएर 8 बजे हिँड्दा है। हामी चाहिँ रामकोट आइसक्यौँ। रामकोट देवी गाउँ हो कि के भन्ने ठाउँ आइसक्यो। त्योभन्दा नि अझै माथि आइसक्यौँ हामी। अब हामी यहाँबाट पुग्नलाई चाहिँ कति टाइम लाग्छ थाहा भएन। अनि हाम्रो अर्को बस चाहिँ त्यहाँ पछाडि छ। अर्को बस त कहाँ थालेछ। 2टा बस चाहिँ हामी सँगै छ। अर्को बस चाहिँ धेरै टाढा छ। अनि हाम्रो जग्गा पनि यही ठाउँमा छ क्या। सो मलाई चाहिँ एकदम प्राउड फिल भइरहेको छ। कस्तो राम्रो लालीगुराँस थियो है। गाइज हामीले चाहिँ हाम्रो भनेको त पिकनिक स्पट पुगिसक्यौँ। अनि यहाँनिर चाहिँ खाना पकाउने कार्यक्रम भइरहेको छ। राम्रो भएछ, ठाउँ त राम्रो रहेछ। सो गाइज हामी चाहिँ यहाँनिर बसिरहेको छौँ। त्यहाँनिर खानाहरू चाहिँ रेडी हुँदैछ। बिहानदेखि केही खाएको छैन। अनि मैले औषधि खाएर चाहिँ भमिट गरेँ होइन। सो अनि यिनीहरू दुईटाको खाना चाहिँ यहाँनिर के भन्छ रेडी खाइरहेको छ। कस्तो राम्रो चलाएको छ हाम्रो एरिया देखाउँछ। कस्तो राम्रो छ। कति राम्रो छ। जो चाहिँ पनि थिएन एक्सपेक्ट गरे भन्दा पनि राम्रो। सबैभन्दा राम्रो ठाउँ लाग्यो मलाई चाहिँ। सो हजुरहरू के बोल्न चाहनुहुन्छ? भन्नु न के भन्नु हौ। राम्रो मलाई बोल्नै आउँदैन। चरा होइन त किराको आवाज हो। किराको आवाज। सो मलाई थाहा छैन नि त। त्यो अङ्कलले एउटा अङ्कल हुनुहुन्छ क्या। त्यो अङ्कल चाहिँ 25 करोड कहाँ गएछ भनेर सोच्दै हुनुहुन्छ। जस्तो छ आउनुभयो बिचारा अङ्कल।
कस्तो 25 करोडको सोचमा हुनुहुन्थ्यो के हो भइसक्यो भात सुन्नु भयो भोकाइसक्यो खाना मैले टिभी पकाउन कोसिस गरेको छु झन् यहाँ मिठो लाग्यो है अनि सानो बेलामा हामीले यो फुल खेल्थ्यौँ नि त यो फुल पनि भन्छ कि हामीलाई यस्तो चिरबन्दी औँठी अनि कान्दन झुम्का क्राउनहरू बनाउने के हेयरबिनहरू नेक्लेसहरू बनाउने फुल बचपना याद दिलाइदियो यसले मलाई लिएर आइज हाम्रो ब्रेकफास्ट उदय खाएर आऊ गाइज हामीले चाहिँ ब्रेकफास्ट गरिसक्यौँ सो हामी चाहिँ लालीगुडा टिप्न जानु लाग्यो अघि चाहिँ त्यहाँ टिप्न जाँदाखेरि चाहिँ सर्को देखा भन्दै भयो मन देखाउने सो हामी चाहिँ हिँड्यौँ 3 जना हामी चाहिँ हिँड्दैछौँ लालीगुडा टिप्न जानको लागि साउ अगाडि चाहिँ भिडियो हामी चाहिँ लालीगुडा जानु लाग्यो सो अघि त्यहाँनिर चाहिँ सर्को भन्ने सुनेको छौँ हामीले देख्छौँ कि लाग्यो जाँदैछौँ तल गाइज लालीगुडा सिप्न सजिलो कहाँ छ र यहाँनिर यस्तो धुलो छ बिस्तारै बिस्तारै हिँड्नु परिरहेको छ सो लालीगुडा सिप्न कहाँ सजिलो छ के हुन्छ त हामी चाहिँ यो ठाउँमा आएको छौँ यसकै मुनि यो जसको चित्र छ त्यसकै टाउको गाडी छ सो यहाँनिर चाहिँ यस्तो सिन रहेछ कति धेरै किराहरू पर्छ र हामी फेरि आफ्नो लालीगुडाको गन्तव्य हामी लालीगुडाको गन्तव्यमा हिँड्यौँ आएर यो चाहिँ त्यो के ल त्यो राजाहरूको त्यो युद्ध हुन्छ त्यो बेलाको होइन रहेछ ट्रेन क्रास हुँदाखेरि हुन्छ त त्यस्तो थाहा रहेछ मलाई भन्ने आएन गाई चाहिँ बचपना भन्ने बचपना अनि हामी चाहिँ दाइले नसुकिन आएको छौँ हामी चाहिँ दाइलाई फोन गर्दैछौँ लालीगुडा सिप्न आएको खोज्दा खोज्दा चाहिँ यहाँनिर अलिअलि लालीगुडा छुट्यायो बट यो चाहिँ टिप्न नसक्ने ठाउँमा रहेछ त्यही भएर हामी चाहिँ गइरहेछौँ सो यहाँनिर किरा पनि एकदमै कराइरहेको छ सुनसान छ आनन्द छ क्या बिन्दास टाइपको कस्तो स्वर पनि कसैको नभएको होइन यस्तो टाइपको के यस्तो रमाइलो ओ पन्टे दौडिँदै जान लागौँ ल पाइलटको बाटोमा उता चाहिँ हाम्रो दाइ चाहिँ त्यो दाइ चाहिँ लालीगुडा सिप्न माथि चढ्दै हुनुहुन्छ हाम्रो लागि भनेर यो गाडीले धुलो ल्यायो यो लाछिन गाडी यो गाडीले कसरी हेरेको बाटो पस्यो मेरो जुत्ताभित्र सो हाम्रो दाइ चाहिँ चढिसक्नु भयो लालीगुडा सिप्नको लागि फ्याक्नु यहाँ रेडी पोजिसन लालीगुडा पायो हामीले एउटा हाम्रो राष्ट्रिय फुल टिप्न कहाँ सजिलो छ र कति राम्रो हो कि कसम भनेर लोभ लाग्छ गाइस हामी चाहिँ अघि तल गएको छौँ अहिले माथि जाँदैछौँ सो म चाहिँ सुतेर उठिसकेको तल चाहिँ अनि कोही साथी छैन भन्दैछु सो म हामी कति हामी चाहिँ यहाँ डाँडामा आइसक्यो यहाँ चाहिँ सबैजना भ्यू छ नि सो हामी चाहिँ यहाँ आउने भनेर चाहिँ आइपुगिसक्यो यहाँनिर कति धेरै लेडी बगहरू छ भाइ त्यो निन्द्रो लाएर म त एकछिन सुतेको यिनीहरूले चाम्रे फेरि म फेरि आइदिएको मैले आज नेल्स नै लाउन बिर्सेँ नि के भन्नु छ यहाँको भ्यूहरू लगाएपछि कस्तो दामी छ दामी छ क्या हाम्रो चाहिँ यहाँनिर डान्स भइरहेको छ हामी त टाढा घुमेर अहिले यहाँनिर चाहिँ डान्स भइरहेको छ एउटा मात्र एउटा कि दुईटा मात्र देख्न पाएँ खाजा खाएको सो मैले धेरै देख्न पाइनँ नाचेर यहाँ बसेको एकछिन त्यहाँनिर पर्फर्मेन्सहरू भइरहेको छ सो मलाई चाहिँ थाहा भएर म यहाँ बसेको सो गाइज हामी चाहिँ पिकनिकबाट फर्किँदैछौँ आजको ब्लग चाहिँ
आजको भ्लग चाहिँ यति नै हो। सो थ्याङ्क यू फर वाचिङ। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। बाई। सो म चाहिँ आएर लुगा पनि चेन्ज गर्छु। सो एकदमै थाकेको छु म चाहिँ। सो म चाहिँ सुत्छु। बाई गाइज। घर आइपुग्दा चाहिँ 8:45 गएको छ।